नेकपा एमाले बहुमत ल्याउँछ तपाईँलाई बताइदिउँ। एमाले बहुमत ल्याउँछ, नेपाली कङ्ग्रेस दोस्रो पार्टी हुन्छ निकै ठुलो मार्जिनको। त्यो तपाईँको आफ्नो आत्मरति हो, आत्मतर्क हो क्या। मैले त्यसमा भन्दै थिएँ पहिलो आत्मरति किन भन्नुहुन्छ यसमा? हैन, तपाईँले भने पछाडि त त्यो आत्मरति कुन अर्थमा भने आत्मरति किन भन्नुहुन्छ? मेरो विश्लेषण भन्नुहोस् न तपाईँ। तपाईँको विश्लेषण हो, तपाईँको मत हो, तपाईँको तर्क हो। सुन्नुहोस् न, राष्ट्रवादी शक्तिको विरुद्ध यति बढी नकारात्मक हुनुपर्ने जरुरी तपाईँको विश्लेषण हो। एमाले जित्छ कसरी आत्मरति भयो? तपाईँ अहिले कसैले उम्मेदवारी पाएन जिन्दगीमा एकपल्ट भनेर आँसु चुहाउँदै हुनुहुन्छ नि कसैको बारेमा। हामी त निष्कासित भएका थियौँ त्यति बेला। एमालेको हैसियत के हुन्छ? प्रत्यक्षमा कति र समानुपातिक र प्रत्यक्ष जोडेर? एमाले बहुमत सहित प्रमुख पार्टी भन्छ, बहुमत सहितको प्रमुख पार्टी भन्छ। प्रमुख पार्टी त अहिले पनि छँदैछ। त्यो प्रमुख पार्टी बन्नका लागि नेकपा एमालेलाई धेरै कसरत गर्नु पर्दैन। प्रत्यक्षमा कति सिट आउँछ? प्रत्यक्षमा 100 को आसपास, लगभग 165 मा 100 ल्याउँछु भने 100। अनि यहाँ सचिवालयबाट यत्रो के अरे अध्यक्षज्यूलाई लाज हुने बाइट नबजाइदिनुहोस् भनेर भन्नुपर्ने अवस्था आउँछ कि आउँदैन? तपाईँले यस्तरी प्रश्न गर्नुहुन्छ नि जुन अत्यन्त ह्युमिलिएटिङ छ कि। होइन, अध्यक्षलाई लाज हुने